guys, welcome to my YouTube. हजुरहरूलाई स्वागत छ मेरो युट्युबमा। आज फेरि मैले अर्को भिडियो लिएर आएको छु। आज चाहिँ हामी नेपालबाट आएको मेरो भाइ पनि छ आज चाहिँ हैन। यता यता न यता हेर्नु न आँखा लाउनु होला नि मेरो भाइलाई नलाउनु साइडमा छ। हामी चाहिँ स्किम आज चाहिँ हैन दुईजना अनि यो चाहिँ माक्सिस गर्ने ठाउँ हो। तपाईँको लक परेको हाल्छु करोड रुपियाँ सही खिच्छ मलाई भ्लग खिच्न आएन हौ। यसरी खिचिदिने मान्छे भयो पो सर्ट लाउने होइन है मेरो बुहारी हो कसैले पनि भनिरहेको छु। यो गाइस यो चाहिँ जोर्डन हो होइन। अब हामी चाहिँ निस्केको निस्किमा अब होइन कुन लुगामा घरको लुगामा घरकै लुगा लाउनु म किन यसो दामी रहेछ नि ल। हेर्नुहोस् दर्शक बहिनीहरू, अहिले हालसालै राष्ट्रिय सभामा निर्वाचित राष्ट्रिय सभा माननीय रामकुमार झाँक्रीजी हङकङमा आउनु भएको छ। आस्था राउत भन्नु खोज्नु मात्रै तर उहाँ रामकुमार झाँक्री भन्नु हो। तपाईँले भन्नुभयो नेक्स्ट बार यो होइन यो अस्टिनको यो भयो अनि यो बार हो डलीमा गर्ने भन्नुहुन्छ नि जहिले यो हामी चाहिँ आज आइसिसी टावर गएको। यसले मलाई जोर्डन बस्न आएदेखि लान्छु भनेको आज बल्ल लग्दैछ यसले मलाई। अलमोस्ट 9 इयर्स भयो होला। आफ्टर 9 इयर्स जोर्डन बसेको 9 इयर्स पछि म जाँदैछु आइसिसी टावर गाइस। अहिले चाहिँ 6 बजे भनेपछि एकदम भिडियो हुने टाइम हुन्छ एकदम च्यानल मान्छेहरू एकदम गर्छ। जान्छ कहाँबाट यो बिल्डिङ चाहिँ म आउँदा भर्खर स्टार्ट हुँदै थियो क्या बन्नुलाई। कति धेरै नेपालीहरू अस्टिन जोर्डन अस्टिनमा काम गर्छौँ भन्थ्यो क्या। अहिले बनेर पनि पुरै रेडी भइसकेको छ। तर 9-10 वर्ष लाग्यो बनेर त चलेको त अस्ति नै होला। तर मैले चाहिँ आज भर्खर यता आएर देख्दैछु मोडल नै छ नि हो। यसरी मेरो पनि फोटो खिचिदिने मान्छे नै छैन। म जान्न भन्दा नि हिँडिन् भनेर यिनीहरू ल्याएको मलाई क्यामेराम्यान बनाउनु ल्याएको जस्तो लागिसकेको छ क्या मलाई पनि। पहिले हामी यता बस्थ्यौँ फेरि स्ट्रिटतिर होइन। यो बाटो कति हिँड्थ्यो म पहिले पार्ट टाइम गर्नुलाई एलिमेन्ट्समा। आजको लागि चाहिँ आजको मेरो भ्लगको लागि चाहिँ यही दुइटालाई मैले मोडलको रूपमा लिएँ है त। ल हेर्नुहोस् गाइज जोडी भयो भने यस्तो हुन्छ भएन भने चाहिँ कस्तो हुन्छ थाहा छ है। यस्तै अब पछाडि एक्लै लुडुङ हिँड्नुपर्छ होइन। त्यो जता जता हुन्छ गल्ती गएपछि बनाइहाल्नु होइन चाहिँ मेरो साह्रो हुन्छ। एलिमेन्ट्स जाने बाटोमा छ जोर्डनको होइन। यता पनि राम्रो छ अनि बाटो हामी हिँड्दै गएको छौँ नि त घर नजिकै खाना खाएर पचाउनु हिँडेको खासमा। जिरो टाइममा कहाँ जाने भनेर नि यसको न त आइसिसी टावर भनेर कहिले गएको छैन। त्यो भनेको चाहिँ हङकङको सबैभन्दा अल्गो बिल्डिङ हो होइन। यहाँ माथि पनि एउटा पार्क छ त्यस्तो छ सहर होइन। हेर्नुहोस् त गाइस झलमल्ल देखिने होइन। झलमल्ल देखिने यो हङकङ सहरमा म चाहिँ अलमल्ल परेको छु होइन। सरी हिँड्ने साथी पनि छैन मेरो त त्यही भएर म अलमल्ल परेको छु। झलमल्ल बोल्ने देशमा बसेर मात्रै के गर्नु गाइस। म जस्तै अलमल्ल पर्नुहुन्छ तपाईँहरू आउँदैछु यिनीहरूले मलाई खोज्दैछ ब्लगर कता गयो भनेर। आज तिमीहरूलाई म भाइरल गरिदिन्छु हेर न। यहाँ चाहिँ के गाइस कन्स्ट्रक्सन वर्कहरू हुन्छ नि त अनि सेफ्टीको लागि यसरी बनाएको हुन्छ क्या कस्तो राम्ररी। यति चाहिँ राम्रो छ। विदेश भनेको विदेशै हो जे भए पनि। हाम्रो देशमा पनि यतिको सुविधा यति यहाँको जस्तो सुविधाहरू सिस्टममा देश चल्थ्यो भने हामी यसरी अर्काको देशमा बस्नु पर्दैन थियो होला है। छुट्टीको दिन कहिले आउँछ न कुरेर बस्नु पर्दैन थियो होला। लेट्स गो
नाच्ने त मैले बिला मात्रै गर्छु यार मुख खुम्चाइसक्यो अघि नै राम्रोलाई होइन नेता चाहिँ राम्रोलाई होइन हाम्रोलाई छान्नुहोस् भन्छ होइन तर यो आफ्नै दाजुभाइहरू आफ्नै दिदीबहिनीहरू चाहिँ किन राम्रो देख्दैन क्या हाम्रोलाई पनि राम्रो भन्नु सिक्नुहोस् क्या शिशिरजी Please don't install me. मैले अघि के भने अरे Please don't install me. होइन हौ त होइन क्या त उयो माग्दाखेरि यस्तो माग्दा यस्तो 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 खाले तैँले उसको रियाको माग्दाखेरि के भने ट्विटर भने रे अनि के भन्छ र ट्विटरलाई ट्विटर भन्छ अनि त्यसै त भन्छ त पार्लर त त्यही भन्छ ट्विटर भनेर अनि ट्विटरलाई ट्विटर भनेर अनि यु इन्स्टल्ड मी हाम्रो उनीहरू भन्छ मिल्छ मिल्दैन हौ खासमा दाइ नै हो कि यो घर छोरी चाहिएको भएर बस्नु निस्केको दाइ नै हो मेरो हामी धेरै फरक पनि छैन लाइक ट्विन्स जस्तो हो नि हामी त्यही त धेरै गर्छ निस्किहालेँ यो चाहिँ अश्विनी स्टेसन होइन यहाँ मुनि चाहिँ फास्ट रेलको चाइना जाने फास्ट रेलको उयो छ तल काउन्टरहरू छ होइन सेम एयरपोर्ट जस्तो छ कता कता ए उताको बिल्डिङको त माथिको टुप्पोमा छ नि एउटा मम्मी बुवा आउँदाखेरि गएको थियौँ नि हामी मम्मीले बुवाको भिडियोमा आएको थियौँ नि हामीले उता बिल्डिङमा होइन त्यो चाहिँ याद आउँछ होला यो बाटो हिँडेको मम्मी बुवाले पनि भ्लग हेर्नुभयो भने चाहिँ यो बाटो लुरुङ हिँडेको क्या हामी यसको गाडीमा जाने भनेर गाडी चलाउनु ल्याएको यसले यत्रो बाटो हिँडेको क्या हामीलाई यस्तै छ सुनसान छ होइन यहाँ भिडियो लामो बनाउनुहोस् भनेको भएर ल है गाइज यही हो मलाई कन्यादान गरेर दिने माइती यही हो बुहारी म आउँदाखेरि म बुढा लिएर आउँदा भात पकाएर खुवाउने बुहारी यही हो हो अरे तिमीहरू नि हो क्या आजको मेरो भ्लग लाग्यो यिनीहरू नै हो मेरो खुट्टा धुएर पानी खाने यिनीहरू नै ए दुइटा हो गाइस हेर्नुहोस् है किन मैला हुन्छ मेरो खुट्टा यसो गर्दा नि त म्यानिक्योर पेडिक्योर 1 महिनादेखि नै गरिदिइराख्नु त मेरो खुट्टाको हातको अच्छा गाइस यो एलिमेन्ट्स हो के हो भाइ एक्सन गाइस अब हामी एकदम खतरा ठाउँमा गएछु यो जुन देख्नु त दुई तपाईँ बोलो एकदम खतरनाक छ है गाइस कहाँ जाने हामी एकदम मिस्टिरियस प्लेस छ हामी कहाँ जाँदैछौँ भन् त स्टे ट्युन अच्छा यो म भन्दा खतरा छ नि मलाई त के बोल्नु आउँछ र यसलाई र बाउला आउँछ कार्यक्रम चलाउनु पनि आउँछ भाइ के भन्छ एमसी भन्छ नि त एमसी अँ आर्ट त उसलाई क्या होस्ट गर्छ नि प्रोग्रामहरू एमसी नै हो नि त छोडा भएको होइन अर्को चाहिँ के पो भन्छ भने मैले आरजे भनेछु क्या होस्ट अनि अर्को एउटा पनि छ अर्को एउटा वर्ड पनि छ त्यो त नेपाली भइगयो नि एक्सप्लोर गर्न जाने भने हङकङ एकदम दामी ब्युटिफुल छ होइन जानेन म यस्तो कोठामा बस्नु भयो भने चाहिँ तपाईँको लागि हङकङ पनि नेपालको एउटा गाउँ जतिकै हुन्छ कोठाको कोठामा त 4 गुणा कोठामा बस्ने हो अहिले हामी हङकङको सबैभन्दा ठुलो टावर लगभग 170 तला भएको बिल्डिङ तर 100 तलामा जान हामी किनभने 101 देखि माथि चाहिँ त्यहाँ जानु दिँदैन किनभने त्यो मेरो घर हो त्यहाँ कसो जानु दिँदैन होइन
अब हामी आज 100 तलासम्म मात्रै पुग्छौँ त्यो नै सास परेछ नि त दिदी भन्दा भाइमा गफरी ल 100 तला पुग्दाखेरि तपाईँ लिफ्ट हेर्नुहोस् कि 1 सेकेन्डमा 1 तला चढ्छ माथि अब भन्नुहोस् कता जाने हामी भन्नुहोस् सिसी हामी कहाँ जाँदैछौँ अझै बताइदिनुहोस् त आइसिसीको बारेमा हामी मैले गर्दै गएँ यार तैँले मलाई कहिले ल्याउँछु भने थिइस् यहाँ भन्छ नि नगरी यता यता तैँले कति सालमा ल्याउँछु भने थिइस् तैँले मलाई हिँड जोर्डन बस्नु ल्याउँछु भनेको नि त्यो बोली पनि पर्मानेन्ट भइसक्यो आज आज पर्मानेन्ट भइसक्यो क्या 8-9 वर्ष छ नि आउने बित्तिकै तँलाई घुमाउनु लान्छु यो हल चाहिँ यस्तो खतरा छ कि यहाँनिर चाहिँ मान्छे हराउँछ यो त अझै एउटा तला मात्रै होला दुई तला भित्रको सिन त दामी छ नि होइन के गर्नु यस्तो झलमल्ल देखिने हङकङ सहर छ तर बस्ने रहर छैन तै हो आजको मेरो हिरो तपाईँलाई भोक लागेछ तपाईँ बक्सी लागेछ भने चाहिँ यो सबै यहाँहरू थाहा पाइन्छ होइन भोक लागेछ भने कहाँ कति भोक लागेछ यही दोकान छ तर यहाँ कस्तो नराम्रो छ किचन चाहिँ किचनमा मैले पार्ट टाइम गरेको थिएँ कि वेटरमा अब यो यहाँ छ भन्दाखेरि यो के भाषा मैले यो मगर खाँदै के भन्छ होइन तर म कहाँ छु भनेर देखाउन चाहिँ कहाँ छु वेयर आर यु यहाँ होला नि यो त यो हो कि यहाँ छौँ हामी हामी यहाँ छौँ हामी चाइनिज बोलेछ ओके अब यहाँबाट सही गयो होइन हिँड्दै हिँड्दै गयो भन्नेमा कि अनि फेरि फालाउनु पर्ने तल फाल्नु तल के सुसाइड गर्नु होइन त यहाँ तल घरमा साँच्चै यहाँको त यो फास्ट ट्रेनको कहाँ हो तल हो अझै साफ सिडी खेल्ने जस्तो अझै एक तला माथि हो तल हो अर्कै बिल्डिङ त्यो पनि सेम एयरपोर्ट जस्तो रहेछ जाऊँ न ल गाइस हेर्दै गर्ने होला म देखाउँदै गर्छु आज चाहिँ हामी एकदम चिप एन्ड बेस्ट भिजिट गर्दैछौँ हाम्रो नेपालको ब्यान्डहरू खासै के जस्तो भन्ने भन्छ कि हेर्नु हाम्रो नेपालको ब्यान्डले नै यत्रो हल महल खडा गरेको छ नि हाम्रो नाम मात्रै नपठाए के छ एलिमेन्ट्स एलिमेन्ट्स ब्यान्डले यत्रो बिल्डिङ बनाएको छ यहाँनिर एलिमेन्ट्स ब्यान्ड भनेको चाहिँ कुन हो त्यो चाहिँ कसको कुन ब्यान्ड हो त्यो अस्तिको उसको होइन त एलिमेन्ट्स भनेको त सोप होइन अस्ति पनि आएको छ नि यहाँ ए कुन ब्यान्ड पो हो साँच्ची त्यो त्योसँग पो मर्ज भएको छ नि त्यो ब्यान्ड त्यसको फेमस गीतहरू छ होइन सबिन राईसँग थियो होइन सुप्रिमसँग थियो एलिमेन्ट्स ब्यान्ड थुप्रै थुप्रै फेमस गीतहरू छ होइन ठ्याक्कै उफा चाहिँ आएन तर म कसम यार मेरो छोरो मेरो दिदी भन्दा राम्रो छ भन्न यता रिया आऊ है मलाई पनि देखाइदिनु यार मेरै भ्लगमा मै छुइनँ यार तँ अगाडि अगाडि नि अब हामी दुईजना त्यति नजिकबाट छैन आइस स्की भन्छ नि आइस स्की उहाँ छ त्यो खेल्छ नि त्यो खेलेर त चाक पनि जान्छ थचारेर गाइज नराम्रो छ चाक भनेको के पनि होइन होइन चाक भनेको के भने त्यो तपाईँमा पनि छ ममा पनि छ त्यो हाम्रो एउटा बडी पार्ट हो होइन त्यस्तो नराम्रो नलिनु होला किन तपाईँको छैन भने पनि त तपाईँ नराम्रो लिनु तपाईँको छ भने तपाईँ त्यसमा केही नलिनु है त्यसो त म त अब त्यसो त म गाला भन्छु गाला हुन्छ नि आइस स्केटिङ खेलेर चाहिँ तपाईँको अब गाला जाने समस्या हुन्छ होइन अनि तपाईँ त गालाले चाहिँ कहीँ पनि बस्नु मिल्दैन फेरि गएर यो यस्तो छ हेर्नु यो ढुङ्गाको यो के बनाएको होइन यो पैसा धेरै उयो भएर सस्तो भएर यिनीहरूलाई यस्तो यस्तो के बनाउँछ होइन यहाँ कामै छैन यो काठहरू ल्याएर यहाँ अब यहाँबाट आइसिसी माथि जानुपर्छ के हो त्यो दिदीले त यस्तो हेरेर त के हो छ र तिनवटा आँखा रहेछ त्यो भएर अब यहाँ माथि हो अब हामी अहिले चाहिँ लगभग कति
अहिले हामी कति तलामा छौँ भने नि गाई अहिले हामी 7 तलामा छौँ 7 तलामा ए कति 5 तलामा त्यो 6 तला होला हौ अहिले हामी कता राखेको जाँदा देख्दैन के अनि ल यसरी मे ठेराएर जमिन चल्ने लगी हेर्नु मेरो बेबी यहाँ उभिरहेछ जमिन हिलिरहेछ मे ठेराएर जमिन हिल्ने लगी भनेर यो उक्लिन आँटिसक्यो होइन अब तपाईँ देख्नुहुन्छ खतरा यो औ यो खतरा यो रिच कार्लटन भनेको चाहिँ वर्ल्डको हाइएस्ट पोइन्टमा भएको क्याफेमा आउँछ रिच कार्लटन भनेको चाहिँ एकदम राम्रो वर्ल्ड वाइड फ्रेन्चाइज ब्रान्ड हो अनि यो चाहिँ यसको लगभग 104 कि 7 तलामा छ क्या 107 तलामा छ अब यसको यो 2 लाखको फोन अब 2 लाखको फोन खतराकै झऱ्यो भने चाहिँ फेरि कसले के गर्ने है ल यो हरायो होइन होला के हो अन्त हाम्रो आइसिसी बन्द हो जाने भए जाऊँ आइसक्रिम खाएर आउनुपर्छ एउटा मार्केट खाएर न त नि अलरेडी क्लोज भएको दादाको जानु मन चाहिँ कहाँबाट थियो रहेछ 6 फ्लोरबाट होला उतै जाने रे हामी चाहिँ यहाँ जाने रे यहाँ अब ल One can just dance for inside and buy ticket, but today no open. भेरी लकी वी आर आज न आइसिसी खुल्ला छ न त सबैभन्दा हाइएस्ट टपेस्ट बार ओपन छ केही छैन अरे भेरी गुड अब यही एलिमेन्ट्स घुम्ने अनि घर जाने आजको मेरो भ्लग आलु खायो गाइस छैन बरु त्यही अहिलेको सिसाको पुल गएको भए बरु केही न केही हुन्थ्यो होला जिन्दगीको गोरेटोमा अनि त्यता बन्द छ नि होइन जाऊँ न त हेरेर म त And the right hand side, go sit inside the Ritz-Carlton Hotel and take the lift the 118 of Ocean Park. 118? Yeah, 118 floor. अघिल्लो छु लेट्स ट्राई कस्तो गर्छ हाइएस्ट बार बेसी एक्सपेन्सिभ पनि होला एकदम समटाइम्स लाइफमा एक्सपेन्सिभ कुराहरू पनि ट्राई गरौँ होइन केको लागि कमाउने यस्तो गदा भएर नगरेकै कामहरू गर्ने नगरेकै ठाउँ जाने नगरेकै कुराहरू एक्सपिरियन्स त हो नि लाइफ भनेको होइन र मरेर के लानु छ र जिन्दगीको गहिरोमा अब आएको सबैभन्दा हाइएस्ट टावर आइसिसी टावर हेर्न आएको खासमा त्यो ठाउँ चाहिँ बन्द भएछ तर त्यही ठाउँमा हाइएस्ट बार छ अरे अनि हामी त बार हेर्न जाँदैछौँ गाइज ल हेर्नुहोस् यो त 6th फ्लोर मात्रै अरे क्या खासमा के दामी छ यार ल्याबिस छ नि हौ ल्याबिस जिन्दगी त यस्तो भए पो हामी चाहिँ जाने त नि क्यान्सल हो टुरिस्ट अब हामी कहाँ जाने त क्यान्सल भयो त नि अब भेरी ब्याड लक है मेरो भाग्यमै रहेछ आइसिसी हेर्ने आइम सरी अब आइसिसी भन्छ तर आई क्यान सिसी भन्छ होइन यहाँ तैँले मलाई ढिलो ल्याइस् यहाँ होइन त्यहाँ चाबी बिर्सेछ कि तल त्यहाँ चाबी बिर्सेछ म एकचोटि मको गएर फर्केर त्यहाँदेखि जान्न पाए जस्तो क्या तपाईँ चाबी बिर्से तैँले चाबी कहाँ बिर्सिस् नेपालमै नेपालमा खास बिर्सेर टिका नेपालमा खतरै कता धारेन क्या फेस्टिभल नै खतरा हाम्रो पनि यस्तो नै लाउँछ होला झुमर होइन हाम्रो पनि लाउँछ होला नि झुमर त तैँले डबल हाइट भएको बनाएको के काम यति नै हो यही हेर्न आयो हामी यही होइन यही हो गाइस आइसिसी टावर
होइन तर उता पार्क गएको भए त एटलिस्ट आइसिसी टावर त देखाउन मिल्छ नि त बाहिरबाट होइन घुमाउनु ल्याएको रे हेर्नु हालत यस्तो छ यहाँ घर जाउँ भन्छु आजको भ्लग त नि पोस्ट नगरौँ होला हौ म त मैले बोल्न नसक्ने अवस्थामा छु एकदम लगाइदिन्छु म त्यही पनि विषम परिस्थितिमा छु यो अप्ठ्यारो परिस्थितिमा मैले भन्न सक्ने भनेको हामी तल झरौँ यसो विश्राम गर्ने स्थलहरू हेरौँ गल्यो एकछिन विश्राम गरेर आउँ होइन अनि मात्रै म जाने अवस्थामा छु बुझ्नु होला के पर्छ एक्सिडेन्ट ल यति नै रहेछ घर वरिपरि घुमेको छ घरहरू हो योभन्दा त बरु उता त्यो माथि थियो नि एलिमेन्ट्सको त्यो अस्टिन स्टेसनको माथिको क्या त्यो उयो माथि छ नि एउटा हो त्यहाँ गयो नि हुने रहेछ त नि अबदेखि घुम्नु जाउँ म त भन्न जान्न म रेसिडेन्सन छ मान्छे बस्ने हामी त्यो गर्दा एक ठाउँ भनेर ल्याएको नि एक ठाउँ लान्छ अनि त्यहाँदेखि घर चल्दा गर्छ ल त्यस्तै तिमीलाई पनि त्यसै गर्छ क्रेडिट स्विच छ उतापट्टि होइन क्रेडिट स्विचहरू सबै क्रेडिटमा बस्नु मिल्ने क्या यो चाहिँ हामीले रिसर्च मजाले नगरेर हो त्यो क्रेडिट स्विचमा नै मान्छे क्रेडिटमा बस्नु मिल्छ त्यसले क्रेडिट कार्ड हुन्छ लु भयो यति लामो लामो ठुल्ठुलो बिल्डिङमा बसेर के गर्छ पैसा कमाउनु आएको अनि ल्याविस जिन्दगी काट्नु आएको होइन नि त हौ हङकङ पैसा कमाउनु आएको पैसा पैसा काट्छ त्यो काट्दासम्म हाम्रो उमेरले पनि डाँडा काटिसक्छ नि त नि अब सही अब जेसु यस्तो कसले हेरेको छ त भिडियोमा चाहिँ के सोचे थिए जिन्दगीमा के भयो आज मलाई यो जिन्दगीले कहाँ पुर्यायो मलाई यो जिन्दगीले कहाँ पुर्यायो फेरि यहाँ छ वी चेन्ज द माइन्ड सो वाट आवर माइन्ड जेसुकै गरौँ भन्न पायो अब मैले आइसिसी भन्ने त ल्याएको हो नि है अब बताउनु त म के गर्नु है हरिवंशले हिजो र आज दिनै खराब छ मेरो ल्याएको त हो नि त है बताउनु त के गर्नु है फेरि उडिसहाल्छ फेरि है हातमा लगाइहाल्छ हाम्रो चाहिँ यस्तै यस्तै भइरहेछ होइन अब भनेको ठाउँ जानु नपाएपछि टिकटकहरू बनाउँदैछौँ हामी चाहिँ होइन यो चाहिँ क्या दामी रहेछ क्या राम्रो लागेर खिचेको होइन हामी त यो रियल वाटर हो कि भनेर छामेको कि यो रियल वाटर रहेछ क्या यो अनि नङ त रियल वाटर रहेछ क्या यो रियल वाटर मार्छ होला अहिले बा करेन्ट लाग्छ कि होइन कि बा भनेको थियौँ हो रहेछ यसले चाहिँ हामीलाई कहाँ रहेछ भने अघिदेखि हेरेको रहेछ म्याप होइन गाइस नेपाल गएर आएर यसको दिमागले काम गर्नु छोडेको रहेछ आजभोलि डिप्रेसन गएको थियो फेरि फर्केर आउनुपर्ने छ रिटर्न टिकट छ भने यो फर्केर आएको अरे डिप्रेसनबाट यो पनि कहाँ जाने भगवान् कस्तो बिला गरेको यसले मेरो ब्याग बोकिदिरहेको छ अब त्यो यहाँ जाने त्यहाँ जाने नभन्ने कहीँ नजाने अब अहिले हामी जहाँ पुग्छौँ एकैचोटि देखाउने हो कि गाइस म भिडियो अपलोड गरौँ कि नगरौँ पो भइरहेको छ टेन्सन पो भयो मलाई पो टेन्सन भयो भोलि गरी हेर्ने मान्छेले पनि तैँले हामीलाई उल्लु बनाएको भन्नुहुन्छ होला होइन बनाउनु त खोजेको होइन अब हामी आइसिसी त आउनै गएको हो होइन बल्ल भइसकेको छ आजभोलिको सञ्चालन गराइने छ भने पन्ध्र रहेछ आजभोलि हाम्रो गल्ती भएर होइन घर नै टाढा चाहिँ परेन कि घरमा चाहिँ हिँड्दै आएको थियौँ चिप एन्ड बेस्ट त्यो डेस्टिनेसन सोच्नुहोस् न गाडी चढेर एक बन्दा गएर त बन्दा चाहिँ जानु पर्ने तपाईँहरू भन्नुभयो कस्तो हुन्छ होला क्या घर त्यसको लागि पठाउनु होला मैले त्यतिखेर उसको पो रिस ह्यान्डल गर्ने भने मेरो त रिस ह्यान्डल गर्ने मान्छे पनि थिएन छैन बोक सक्सेस होला कति छ 40 छ तिमी 40 छौ एकतला माथि जाउँ क्या
यो भर्खर भर्खर ओपन हुँदाखेरि क्या ल गाइस पारा यस्तै हो माथि त बन्द गरेको छैन हौ यो हाई स्पिड ट्रेन भर्खर भर्खर स्टार्ट हुँदाखेरि दामी दिएछ क्या त्यतिखेर चाहिँ त्यसै फुड कोर्ट होला अनि चाइना जाँदा यहीँबाट जानुपर्छ गाइस जानु चाहिँ होइन यस्तै हो छैन केही पनि छैन आजको भिडियोमा हाम्रो अकेले है तो क्या गम है यो अस्टिन स्टेसन हो कता होला नि अस्टिन स्टेसन चाहिँ हो यो अब यहाँदेखि हामी माथि जान्छौँ सोचेको अर्कै ठाउँ थियो अर्कै ठाउँ आयौँ हिँडेपछि जानु चाहिँ जाने हो जहाँ भए पनि जाने हो जानु चाहिँ जाने नै हो क्या भिडियो मात्रै बनाउनु भयो भने जाने हो टिकटकै मात्रै बनाउनु भयो भने जाने हो क्या गाइस हुन्छ दामी छ त ठाउँ पनि तर त्यहाँबाट हिँड्दै गयो भने त्यहाँबाट त उता बाहिरको उयो पनि छ मलाई मात्रै होइन क्या टिकटकको भुट चढ्यो तर हाम्रो घरमा सबै नाच्ने छौँ भाइ पनि नाच्ने बाउ पनि नाच्ने आमा पनि नाच्ने म पनि नाच्ने बुहारी नानी पनि नाच्ने छिन् सोल्टी पनि नाच्ने नै छ अरे सोल्टी भाइ पनि होइन तिम्रो भाइ हौ सोल्टी भाइ भयो नि त मेरो त अब म बहिनी भएको चाहिँ सोल्टी पर्थ्यो ठ्याक्कै सोल्टी पर्थ्यो म दिदी परेँ अनि दिदी परे यस्तो सोल्टी मतलब भाइ नै भन्नुपर्छ नि त अब होइन त तँ हिँड्दाखेरि क्या बुढो मान्छे जस्तो हात पछाडि राखेर हिँड्दै थिएन अघि हिँड्दा यस्तो गरेर पछाडि हात यस्तो गरेर हिँडेको थियो नि उठिजाला सुध्या तैँले ल्याइदिन नि त भएको के काम बोक्दैन हौ यसले क्यामेरा फर्काउँदा मात्रै बोल्दैछ क्या अघिदेखि माथि जाने हो माथि ए तल हो अघि तल झारेको लाइन नि लगाइस यो आइसिसी टावर यही हो यसलाई नै आइसिसी टावर सम्झिनुहोस् लिफ्टबाट जाँदैछु 98 99 ट्याप्प लाएर 100 खोइ आइपुग्यो गाइस 100 तिम्रोमा यहाँ 99 यही हो 100 वाला आइसिसी टावर यो पनि ब्लक छ कि क्या हौ छैन रहेछ ल अब हामी यहाँबाट नजारा हेर्छौँ होइन तिमी आएको थिएनौ के भन्छ हौ यहाँ पनि राम्रै छ ठाउँ यहाँबाट पनि देख्छ समुद्रको भ्यू देख्छ गाइज होइन चट्ट यसरी कपाल आउने हो यसरी नाइट टाइममा ए उनीहरू त हात पक्रेर हिँड्नु नि हौ उनीहरूलाई बिहाइन्ड द सिन मैले देखाइल ल यो चाहिँ हङकङ हो होइन गाइस यति नै हो स्काई कोरिडोर रहेछ यो ठाउँको नाम चाहिँ होइन
यो चाहिँ पारी हङकङ हो होइन, यो चाहिँ यो हङकङ साइड हो, यो सुशी दिदीहरू बस्ने साइड हो, उता पारी चाहिँ यो समुद्र पारी चाहिँ। अनि हामी काम गर्न जाने ठाउँ कता हो मेरो काम। भाइ यहाँबाट एडमल्टी दिँदैन, यहाँबाट एडमल्टी दिँदैन भनेको, परबाट त देख्थ्यो त। त्यो कनराड होटल कहाँ छ? कनराड होटल त्यहाँ होइन, यहाँबाट चाहिँ भनेको उताबाट चाहिँ देख्छ क्या, पर उताबाट अस्टिन स्टेसनबाट। यो लेसर काउन्सिल यो अँ यसको त पछाडि नि यहाँ यसको यो होटल कहाँ छ त देखाएको थियो त अहिले यहाँ लोकेसनमा चाहिँ हामी काम गर्ने। त कन्ट्राक्ट ल्याएको एकछिन चाहिँ हामी काम गर्ने कहाँ थियो, कहाँ देखाएको थियो है? यो कता सिधा ऊ रातोपति बोलेको यो हामी काम गर्ने ठाउँ चाहिँ यहाँ हो क्या। कुन ओ रातोपति ल्याएको कन्ट्राक्ट ल्याएको त्यो मुनि उयो छ नि के अरे स्वायर कि के ए यो रहेछ यहाँ यो हो त्यो कता गयो यो रहेछ यो देख्नुभयो गाइज। म काम गर्ने त्यहाँ पारी जानुपर्छ, यति पारी काम गर्ने ठाउँ देखाएको काम गर्ने ठाउँ देखाउनु नि मिनट लाग्यो भिडियो बनाउनु परेन त गाइज। त्यहाँ पर जानुपर्छ हामी काम गर्नु। हामी चाहिँ कौलुङ साइड हो, त्यो चाहिँ हङकङ साइड हो गाइज। यस्तै छ हङकङ। कोही थाकेर बस्नु भएको छ। यति नै हो। अब हामी यहाँ अलिअलि टिकटक बनाउँछौँ अनि त्यसपछि चाउला घर सक्यो आजको घुम्गामा। यति नै हो ल, धेरै नै देखाउँछ न, मक्कै पर्नु भएको तर सबैजना देखाउँदैन, केही पनि छैन केही देखाउनु लायकको। अरू त के देखाउने हो र? अब मलाई नै हेर्नुहुन्छ भने चाहिँ हेर्नुहोस् होइन, केही छैन देखाउनु लायकको। आइसिसी टावर भाइ, आइसिसी टावर चाहिँ कुन हो? यहाँबाट नदेख्दो रहेछ क्या। कुन एकछिनमा देखाउँछु ल। त्यो बाहिरबाट चाहिँ देखिन्छ कि तर त्यहाँ जानु चाहिँ नपाउने रहेछ। कुन अरे? उयो 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 बत्ती बोलेको यो टुप्पो होइन त? हो त, यो बिल्डिङले छेकेको छ है। हामी त्यहीँ जान आँटेको थियौँ खासमा, उताबाट देखेर देख्छ। त्यसैले बन्द भएछ होइन। प्यारो हमको भी है प्यारो तुमको भी है ला 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 ला। यति नै हो, अरू केही छैन गाइज, यति नै छ। बुझ्छ? चटपटे खाइसकेर मात्रै बनाउनु मिल्यो कि पानी पुरी गरेर भिडियो चाहिँ। कस्तो छ तिम्रो गाडी? त पहिले काम गरेको माथिको है, त्यहाँ त मैले कहिले जान्छु यस्तोहरू। थ्याङ्क यू माई ब्रदर। मुना लिम्बू दिदीको युट्युबमा पनि हुनुहुन्छ मुना दिदी, उहाँ हुनुहुन्छ दिदी, मिठो पकाउनुहुन्छ दिदीले। दिदीको पनि युट्युब च्यानल छ, उहाँलाई पनि सब्सक्राइब गरिदिनु होला गाइज। एउटा मलाई पकडा। प्याजी नै पकडा भन्छ क्या उसले, हामीले चाहिँ प्याजी भन्छ नि त। राम्रो थियो भने पानी है पानी पनि खाएछ। पानी मिठो रहेछ, मलाई यस्तो आयो। नभए म पानी पनि खान्छ त्यसले भाइ होइन। तर चाहिँ को खान्छ? हामीलाई मन नपर्ने पानी पुरीको पानी पिउनु।
पकाउँदा हुन्छ आलु चाहिँ पानी मात्रै हो पुरी चाहिँ नबुझाउनु लगाऊ बुझाएको मलाई भाइ राख्नु खाना इजी गर्छु आउनुहोस् खानुहुन्छ भने हङकङमा आउने जति चाहिँ अपमानमा आउनुहोस् मेन्यु यहाँ छ फोन नम्बर पनि यहाँ छ दिदीको अर्डर गर्नु होला हङकङमा आउने जतिले चाहिँ मन थिएन यहाँ आउनलाई मै मेटी धन कमाउनलाई भन्दै अब मैले मेरो भिडियो एन्ड गरेँ गाइज ओके देख्नुभएको छैन होइन यति नै हो मेरो भिडियो आजको चाहिँ होइन स्वस्थ रहनुहोस् मस्त रहनुहोस् अनि व्यस्त पनि रहनुहोस् होइन आफ्नो ख्याल गर्नुहोस् पहिले आफूलाई माया गर्नुहोस् आफू बाँचेन अब अरूलाई माया गर्ने हो होइन पहिला सबैले सुरुमा चाहिँ आफैलाई माया गर्नुपर्छ है ल किप वाचिङ गाइज फेरि पनि नयाँ नयाँ भिडियो लिएर आउँछु होइन अब चाहिँ यहीँ जाने भनेर एकदम कन्फर्म भएर हिँडेपछि मात्रै जाने भिडियो बनाउँछु तर यो पनि लाउँछु नि किन लाउँदिनँ मेरो मोबाइलको ब्याट्री सकुन्जेल बनाएको छु अनि बाई बाई गाइज माया